ल त्यो समातेर बस्दिन नि त आमा काम के त बहिनीहरू खै दिदीहरू बहिनीहरू थाल थाप्ने बहिनीहरू त्यहाँ छोटो हो भिक्षा देऊ होला हजुरले दिसी कम्प्लेन गर्छु म के भनिराख्नु मम्मी मम्मी यही दिनु त मम्मी हजुरआमा त लाउनु परेन हजुर लाइसेन मम्मी ए मम्मी स्याउ छ हैन सबै बुझेर गुरुको आश्रममा गएर पढ्न पर्छ एक छाक भोजन गर्न पर्छ
बाबु हुँदैन त्यहाँ कष्ट हुन्छ धेरै दुःख हुन्छ बाबुले भन्नुहुन्छ छोरोलाई अब छोरोले भन्नु पर्यो म यहाँ माया र मोह दुःख र कष्ट म डराउँदिनँ ज्ञान हासिल गर्छु 24 वर्ष पुगेपछि म फर्केर आउँछु आजबाट उदाहरण 24 वर्षसम्म त्यो बाबुले ऐना हेर्दैन आमाको क्रिम पाउडर घट्दैन दाढी काट्दैन अनि मोबाइल त छुट्दैन छुट्दैन आमाले बुवाले बाबु फोन आयो तँ मोबाइल लियो त भने नि हुँदैन म त 24 वर्ष नभए छुन्न भन्नुपर्छ 24 वर्ष पुगेपछि 24 भने कति थाहा छ 24 भने थाहा छ 24 त्यति मात्र होइन आफूले पनि बिहान जुरुको हुनु पर्यो मन्दिरसँग भिडियो 500 रुपियाँ छ ओ माई गॉड यो के अरे एसी गाडीले लोड लिइरहेको छैन हिजो पूजालाई आज सबैजना आउँदा ल हामी त लाग्यो वर्तमान थियो हिजो पूजालाई कहाँ गर्नु नि नर्सी एकचोटि ल मामा भात भोग्नलाई जानु पर्यो दाइ शिवजी ढोग्नलाई रे लैसला छाताहरूको उडाइदिएन हामी नाच्छ त फर्किँदै हजुर
सुन्नु है कुरा बच्चाहरूको दाइ पुऱ्याइनु है पुरा रे लाई साला Koydan poz. Söp. Kyo poz ho. रमाइलो दिवाले सोचे जातिलाई पुर्याउनु शिवाले रे लाई साला अब बाबुलाई यहाँ दर्शन गराउनु यता भाग्न पनि उता लगाइदिनु भने यता कति बेला निक्लिएर भाइको चाहिँ म त यादै गर्नु भएन त ल रिसु मामालाई थकाएर कस्तो लाग्यो रमाइलो लाग्यो सुएब कस्तो लाग्यो मामालाई थकाएर रमाइलो लाग्यो तनिस कस्तो लाग्यो रमाइलो लाग्यो यो पानीले नसक्ने सब भाइ रहन पाउँछ है अब भाग्न पाएन है के भयो उकालो नपर मैले यता फर्काकिन उकालो कुद्न सक्दिनँ भने यता त कुदिहाल्छ नि यहाँ उकालो शिवाजीलाई
जिताको शिवलाई बाबाले जिताको रेलाई साला दिन नाच गाना गराना शिवसँग दाइ पर्या छु साराना रेलाई साला त्यसको लागि